सामान पनि राति राति चोरी हो। राम्रो इन्कम छ तर हस्पिटल सधैँ घाटामा किन गएको छ? बिरामी पनि थियो अस्पतालमा, अब 2-3 जना एडमिट थिए, त्यो पनि अब उहाँलाई नै जा भनेर निकाल्नु नै राम्रो कुरो हो एक त हैन। बिरामीको कहाँ जाने के जाने यत्र 2 दिनदेखि बसिराख्नु भयो। हस्पिटल विकास समितिले चाहिँ अस्पतालमा तालाबन्दी गर्यो। अब स्यालेरी पाएनौँ हामीले, कति महिना भइसक्यो। प्रत्येकका पालामा पनि घाटामा गइरहेछ। कपिलवस्तु सामुदायिक अस्पतालमा एज अ मेडिकल अफिसर चाहिँ काम गर्दैछु। अनि यो खास बन्द हुने कारण चाहिँ अब जहिले पनि चाहिँ हस्पिटल घाटामा भएछन्। अनि त्यसपछि अब म आएको 2.5 वर्ष मात्रै भएछ। अब 2.5 वर्षमा चाहिँ अब पहिला नभएको पनि ल्याब रिपोर्टहरू ल्याब जाँचहरू धेरैमा धेरै भइरहन्। नभए हामीसित प्रुफ छ, हाम्रो ल्याबको दाइ हुनुहुन्छ होइन, सोद्धा हुन्छ। बिरामीको फ्लो पनि राम्रै थियो तर जहिले पनि हस्पिटल घाटामा मात्रै भन्नुहुन्छ। अब त्यो घाटा कसरी हो के हो हिसाब चाहिँ अब समितिले कसरी दिने हो, त्यही भएर 3 गते चाहिँ अधिवेशन हुन्छ भन्नुभएको थियो। अधिवेशन पछि चाहिँ के निर्णय हुन्छ, कसो गर्ने के गर्ने भन्नुहुन्थ्यो। तर एक्कासी चाहिँ यो सूचना आएपछि चाहिँ हामी चाहिँ माडमा परेको हो कि थाहै भएन अब के गर्ने नगर्ने भन्ने। बिरामी पनि थियो अस्पतालमा, अब 2-3 जना एडमिट थिए, त्यो पनि अब उहाँलाई नै जा भनेर निकाल्नु नै राम्रो कुरो हो एक त होइन। बिरामीको कहाँ जाने के जाने यत्र 2 दिनदेखि बसिराख्नु भयो होइन। त्यो पनि एक्कासी चाहिँ सूचना आयो क्या। जस्तै अब सूचना निकाल्नु थियो 10-15 दिन पहिला हामीलाई बोलाएर ल यसो हुँदैछ है। हामी पनि अब उहाँ दाइहरू त झन् अब यत्रो 10-15 वर्षदेखि गरेका केही जागिर खोज्थे, मैले कतै खोज्थेँ होला होइन। नगरे पनि मैले अब कतै गर्ने नगर्ने मेरो निर्णय हुन्थ्यो। अब आज तालसा लगाएर म भोलि कहाँ जाने त? त्यो भयो नि त। अब सबै स्टाफहरूलाई पनि कहाँ जाने के गर्ने, कम्ती पनि 15-20 दिन ल यस्तो हुँदैछ, यस्तो सूचना आउँछ, पहिले टालेर 15 दिनपछि यस्तो हुन्छ, उन्नतिको लागि भए पनि त कम्ती अरूले स्टाफहरूले आफ्नो के गर्ने फर्दर प्लान त गराउन सकिन्थ्यो नि त। यो त अब एक्कासी कस्तो ल अब जा जे गरे गर भन्ने भएको, त्यो भएर चाहिँ गाह्रो भयो क्या। अब यो कसरी बन्द भयो के बन्द भयो भन्ने कुरा चाहिँ अब समितिहरूलाई नै किन हिसाब किताब उहाँहरूले नै राख्ने हो। हामीलाई त केही थाहा, हामीले त काम गर्ने हो। मैले नै तपाईँको 4 महिनादेखि स्यालेरी पाएको छैन। हजुर अरू स्टाफले पनि कसैको 2 महिना हुन्, कसैको 3 महिना। म कपिलवस्तु सामुदायिक अस्पताल को इमर्जेन्सी विभागको स्टाफ कर्मचारी रविन्द्र कुमार श्रेष्ठ। आज चाहिँ आजको अवस्था हेर्दाखेरि बिरामी पनि आइरहेको थिए, भर्ना पनि भएका थिए बिरामीहरू। 2 जना भर्ना थिए। एक्कासी माथिबाट समिति अस्पताल विकास समितिबाट चाहिँ सूचना आयो लगभग 4-4:30 बजेको आसपासमा। यो सूचना चाहिँ अनिश्चितकालको लागि यो हस्पिटलको सुनिश्चित गर्नको लागि या हस्पिटलको विकास गर्नको लागि केही दिनका लागि अस्पताल चाहिँ बन्द गर्ने भनेर सूचना टास गरियो। यसबारे चाहिँ हामी स्टाफलाई कुनै पनि जानकारी थिएन। हामी यो स्टाफहरूलाई सबै जानकारी भएपछि हामीले तुरन्त अरू आफ्ना साथीहरूलाई पनि फोन मार्फत समन्वय गरेर यहाँ चाहिँ एकजुट भएका हौँ। यो कुरा चाहिँ अध्यक्ष अस्पताल विकास समितिको अध्यक्षज्यूले पनि हामीलाई भन्नुभएको थियो केही दिन अगाडि। जेठको 3 गते चाहिँ अधिवेशन हुन्छ भनेर यो कुरा चाहिँ हामीलाई सूचना दिनुभएको थियो मौखिक रूपमा। त्यो चाहिँ हामीले अधिवेशन गराएर उहाँहरूले चाहिँ हामीलाई स्टाफलाई सबैलाई समन्वय रूपमा राम्रो तरिकाले लिएर जानुहुन्छ, विकासको गतिमा लिएर जानुहुन्छ, कर्मचारीलाई त्यही अनुसारले रोजगारको व्यवस्थामा राम्रो तरिकाले हेरचाह हुन्छ, अगाडि बढिन्छ भन्ने सोच राखियो थियो हामीले। सकारात्मक सोच राखियो थियो तर त्यो सकारात्मक सोच चाहिँ हामीले गलत सोचेका रहेछौँ भन्ने कुरा चाहिँ हामीलाई मनमा लाग्यो। यही विषयलाई मध्यनजर राख्दै हामी स्टाफहरू सबै जुटेर भोलि आगामी दिनमा कसरी जाने, हस्पिटल विकास समितिले चाहिँ अस्पतालमा तालाबन्दी गर्यो, हामी कसरी जाने, अगाडि कसरी बढ्ने, हाम्रो रोजगार मारमा परेको छ। हामी आफ्नो घर परिवार त्यागेर 10-12 वर्ष भइसक्यो यो अस्पतालमा हामी जागिर गर्न लागेको। केही पुराना पनि छौँ, केही नयाँ पनि छौँ। सबै हामी एक आबद्ध रूपमा स्टाफ सबै मिलेर यो कपिलवस्तु अस्पताललाई जगेर्ना गर्न, यसलाई चाहिँ अगाडि बढाउनको लागि हामी कमर कसरी लागेको थियौँ। तर पनि जति गर्दा पनि हामी कर्मचारीबाट त्यस्तो प्रोत्साहन पनि पाइएन माथिबाट। हामी चाहिँ एकदम नकारात्मक दृष्टिकोणमा परियो जस्तो लागेछ हामीलाई। म युवराज शर्मा, यस कपिलवस्तु सामुदायिक अस्पतालको ल्याब इन्चार्ज। कोभिडमा तपाईँको के भयो भन्दाखेरि कोही भर्ना नहुने बिरामी, कोभिड लागेका बिरामीहरूलाई पनि यहाँ ल्याएर राखिदिने
अनि पछि चेक जाँच गरौँ भन्ने सम्पूर्ण स्टाफले राम्रोसँग खटेर चेक जाँच गरियो। दुवै पटकको कोभिड हुँदा पनि हामीहरूले त्यसको कुनै इन्सेन्टिभ पाइएन। दिन्छौँ ल काम गर्नुहोस् भन्ने, अनि पछि हामीहरूले सब स्टाफले यस्तो राम्रोसित काम गर्नुभयो, तर कसैले त्यो कोभिडको भत्ता समेत पाइएन। आफै बिरामी हुँदा पनि सिटामल पनि हामीहरूले यस हस्पिटलबाट आफै किनेर खानुपर्ने अवस्था आएको थियो। र आज 10-11 वर्ष काम गर्दाखेरि कमसेकम सूचना त हुनुपर्छ, बन्द हुँदैछ भनेर 10-15 दिन पहिला हाम्रो सूचना हुनुपर्नेमा सूचना नदिकन एकदमसित आज आएर 4, 4:30, 5 बजेको आसपासमा यसरी सूचना किन टाँसियो? हाम्रो हस्पिटल 10 वर्ष भयो म यहाँ काम गरेको, राम्रो बिरामी ठुलो छ, राम्रो इन्कम छ, तर हस्पिटल सधैँ घाटामा किन गएको छ? यो चाहिँ कर्मचारीले खोज्ने हो कि यहाँका स्थानीय समाजसेवी, बुद्धिजीवी वर्ग, शैक्षिक वर्ग, शिक्षित वर्गहरूले खोज्ने हो कि यहाँको समितिले जवाब दिने हो, या त यहाँको प्रशासकले दिने हो? यो चाहिँ स्पष्ट भएको छैन। हस्पिटल राम्रो अवस्थामा चलेको थियो, आज पनि लगभग 12-15 जना बिरामी हेरेको हामीले, त्यसमा पनि 2-3 जना भर्ना हुनुहुन्थ्यो, उहाँहरूलाई पनि हस्पिटल बन्द भयो भनेर यहाँबाट समितिद्वारा पठाइयो। यसरी चलिरहेको हस्पिटललाई यसरी लगभग कति 3000 होइन, 3000 सेयर 3200 सेयर सदस्य भएको हस्पिटललाई मुठी गरेर यसरी बनाएको हस्पिटललाई केही सीमित समितिले बन्द गर्न मिल्छ कि नै, यो कुरो हामीले भन्दा पनि यहाँको समाजले, बुद्धिजीवी वर्ग, नागरिक समाजले ध्यान दिनुपर्ने कुरो हो। यही नै हो। अब हामीहरू त के गर्ने? हामी त केही गर्ने अवस्थामै छैनौँ। या त हामीलाई त 1 हप्ता 15 दिन पहिला सूचना दिनुपर्थ्यो, त्यसअनुसार हामीले आफ्नो कुनै जो गर्थ्यौँ। अब हाम्रो भाडामा बस्ने हो, बालबच्चा पढाउने हो, 3 महिनादेखि तल पाइरहेको छैन स्टाफले। अब हाम्रो त अवस्थै छैन, हाम्रो अवस्था केही छैन। हामी त भोलिबाट आन्दोलन गर्ने हो, होइन साथी? भोलिबाट हामी 10 बजेदेखि आन्दोलन गर्छौँ। नागरिक समाज आउनु पर्यो, बौद्धिक वर्ग आउनु पर्यो, शैक्षिक वर्ग आउनु पर्यो। यथार्थ के भयो त यो हस्पिटलमा? खोज तलास गर्नु पर्यो। त्यही नै हो हाम्रो माग। भोलिदेखि हामी के गर्छौँ? हामी आन्दोलन घुम्छौँ। सिस्टर पनि एकजना हामल कपिलवस्तु सामुदायिक अस्पतालको इमर्जेन्सीमा कार्यरत स्टाफ हो। आज चाहिँ हामी ड्युटीमै थियौँ, अनि एक्कासी आएर उहाँहरूले चाहिँ यो बन्द हुने भन्ने चाहिँ के सूचनै थिएन हामीलाई चाहिँ होइन। अब 3 गते अधिवेशन गर्ने भन्नुभएको थियो, त्यो अनुसारले पछि हुन्छ अब हस्पिटल के गर्ने भनेर भन्नुभएको थियो उहाँहरूले चाहिँ। अनि आज चाहिँ एकैचोटि उहाँले आएर नोटिस राख्नुभयो हस्पिटल बन्द हुन्छ 18 गतेदेखि भनेर होइन। अनि हस्पिटलमा चाहिँ अहिले चाहिँ इमर्जेन्सीमा चाहिँ बिरामी भर्ना पनि हुनुहुन्थ्यो, उहाँहरूलाई पनि हामीलाई चाहिँ केही भन्नु भएन। उहाँहरूलाई नि आफै गएर चाहिँ बिरामी चाहिँ अब घर जानु, हस्पिटल चाहिँ बन्द हुन्छ भन्नुभएछ, अनि बिरामी आफै चाहिँ हामी जान्छौँ गरेर भन्नुभयो। अनि उहाँहरूलाई पनि पठाइदिनु भयो। अनि अरू चाहिँ एक्कासी बन्द गर्नुभयो। अरू हामीलाई चाहिँ अब हामीलाई नि केही भन्नु भएन अहिलेसम्म चाहिँ। उहाँहरूले चाहिँ बन्द गर्ने के गर्ने आफूहरू बाहिर बस्नुभयो, 1 घन्टा बोलाउनु भयो, हामी चाहिँ कोही गएनौँ। यति नै हो। स्टाफ अब स्यालेरी पाएनौँ हामीले, कति महिना भइसक्यो। अनि एक्कासी अलि के भन्नुभयो भने हामी उसमा के अरे हस्पिटलमा कार्यरत कर्मचारीहरूले जानुहोस् आफ्नो सामानहरू झिक्नुहोस्, अब चाबी लाउने अनि पत्र छोपेर अब के बोलाउँदै एकजनालाई अवकाश पत्र छोपेर 1जनालाई बोलाउँदै अब दिने भन्नुभयो। हामी चाहिँ कोही चाहिँ गएन, मैले सबै यही छौँ। अस्पतालमा युएसी गर्ने मिसिन पनि राति 10:30 बजे नाइट ड्युटीमा राति कसैलाई नसोधिकन दिदी चाबी खोलिदिनु भनेर, त्यसपछि मलाई त के थाहा, अब चाबी खोलिदिएर के झिक्न खर डाक्टर भन्दा तपाईँलाई यो कुराको उ छैन, मैले चन्द्रकान्त सरसित कुरा गरिसकेको छु भनेर युएसी सामान लिएर जानुभएको। अहिलेसम्म ल्याइदिनु भयो भने ल्याइदिन्छु भन्नुभएको, त्यो सामान पनि राति चोरियो। अर्को दिन फेरि भन्नुभयो कि यहाँको सामान कसले लानुभयो भनेर यहाँको अधिकृतले भन्नुभयो। यहाँ ठुलो हल्ला भएछ, त्यहाँ बसेपछि मलाई थाहा छैन भन्नुभएछ अधिकृतले। अनि फेरि पछि त के भन्नुभएछ भने होइन हामीसित सल्लाह भइसकेको थियो, त्यसपछि मैले जो भनेको लान भनेर भन्नुभएछ। आखिरी चोर त मलाई लाउन खोज्नु भएको रहेछ नि युएसी सामान लाने डाक्टरले, अनि चोर लाउने मलाई यस्तोसम्म गर्नुभयो। रोशन छेत्री डाक्टरले राति 10:30 बजे लानुभएको, अनि लगेर मैले सल्लाह गरिसकेँ भन्नुभयो। आखिरी सल्लाह भएको हुन्छ फोकैमा होइन, मलाई ताला खोल्थे यसैले, अनि यसैले जो लोइ भन्ने आखिरी म माथि आउने रहेछ यो कुरा। त्यसपछि फेरि पछिबाट हल्ला खल्ला हुँदा यताउता हुँदाखेरि अनि चन्द्रकान्त सरले होइन मैले भनेको भनेर भन्नुभएछ उहाँले। फेरि त्यस्तोसम्म भयो। अरू सामान पनि हरायो अरे इमर्जेन्सीको।